माननीय सभामुख महोदय, आज सैद्धान्तिक छलफलमा सहभागी भई आफ्ना महत्त्वपूर्ण सुझावहरू सल्लाहहरू दिनुहुने सम्पूर्ण मान्यज्यूहरूलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। आज म यहाँ जवाफ दिँदै गर्दा म एउटा मन्त्रीको हैसियतले, सम्बन्धित मन्त्रालय सम्हालेको मन्त्रीको हैसियतले मात्र नभइकन ती हजारौं बचतकर्ता जसको बचत डुबेको छ, जो पीडामा छन्, उनीहरूको प्रतिनिधित्व पनि गर्दैछु। उनीहरूको समस्या समाधान गर्नुपर्ने एउटा ठूलो जिम्मेवारी मेरो काँधमा छ, यो सरकारको काँधमा छ। त्यही भएर यो अहिले जुन अघि नै पनि छलफलको क्रममा आयो, अध्यादेश किन ल्याइयो, अध्यादेश राम्रो थियो, तपाईहरुले राम्रो नियतले ल्याउनु भयो, तर यो बाटो गलत भयो भन्ने खालको अभिव्यक्तिहरू पनि यहाँ मान्यज्यूहरूले राख्नुभयो। तर हतारो थियो, अघि नै मान्य सदस्यले भन्नुभएको थियो हतारो किन गरेको, रिजल्ट ओरिएन्टेड हो, अलिकति बिस्तारै जाउँ न भन्दा अब हामीसँग समय छैन। किन भन्दा यति लाखौं बचतकर्ताहरू यति पीडामा हुनुहुन्छ हैन, दिनानुदिन उहाँहरूको जुन पीडा छ यसलाई जति सक्दो चाँडो हामीले सम्बोधन गर्नुपर्ने छ। र नेपाल सरकारको अहिलेको प्राथमिकतामा, मेजर प्राथमिकतामा एउटा सहकारीको समस्या, जसरी हाम्रो भूमिहीन दलित र भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी छ, त्यसै गरी सहकारी पनि हामीले हाम्रो एउटा प्राथमिकतामा हामी राखेर गइरहेका छौँ। त्यही भएर यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने हाम्रो अहिलेको आवश्यकता छ। र त्यो पीडितहरूको जुन बचतकर्ताहरू जो पीडामा हुनुहुन्छ, हामीले साग बेचेको, मकै पोलेको भनेर त धेरै नारा लगाउँछौँ, तर नीतिगत रूपमा कसरी अगाडि बढ्ने त एउटा स्पष्ट क्ल्यारिटीका साथ यो सरकारले काम गरिरहेको छ र त्यसलाई समर्थन गर्नुहुन्छ। किनभने हजुरहरूले चाहेको पनि यो अहिलेको समाधान कसरी समाधान गर्न सकिन्छ भन्ने कुराहरू हजुरहरूको ध्येय पनि त्यही हो भन्ने मैले बुझेको छु, त्यसरी नै लिएको छु। त्यही भएर यो जरुरी थियो, अहिले तत्काल चाहिँ केही गाँठो फुकाउन जरुरी थियो। र ल्याएको कसरी थियो, कसरी कुन प्रोसेसबाट ल्यायो भन्दा ल्याइसकेपछि के गर्यो त अहिले साना बचतकर्ताहरूको समस्याग्रस्त जुन सहकारी थियो त्यो बचतकर्ताहरूको बचत फिर्ता हुने क्रम अहिले जारी छ हैन। त्यही जारीको क्रममा मैले 2-3 पटक त यही उभिएर पनि क्ल्यारिफाई गरिसकेँ, तर पनि अहिले पनि त्यही प्रश्न आयो, सरकारले पैसा राज्य कोषमा पैसा दिने अनि फेरि कसरी तिर्नुहुन्छ त, त्यो पैसा त्यो गलत हो भन्ने खालका फेरि पनि कुरा आयो। मैले 2 पटक यही उभिएर पनि त्यो कुराहरू प्रश्न गरिसकेँ। नेपाल सरकारको यसमा अहिले जुन बचत फिर्ता गर्ने जुन एउटा प्रक्रिया सुरु भएको छ, जुन कार्यविधि बनाएर त्यो कार्यविधिमा टेकेर हामी फिर्ता गर्दैछौँ, त्यसमा राज्य कोषले राज्यबाट चाहिँ 1 रुपैयाँ पनि गएको छैन। मैले फेरि पनि भने, र यो भन्दै गर्दा मलाई फेरि पनि के थाहा छ भन्दा फेरि भविष्यमा फेरि यही प्रश्न फेरि दोहोरिन्छ र मैले फेरि आन्सर दिनुपर्छ भन्ने कुरा मलाई त्यो पनि ज्ञात छ। किनभने त्यो एउटा चाहिँ मलाई यही 3 पटक, तेस्रो पटक, चौथो पटक मैले भन्दै गर्दा यति के अरे डुबेको सहकारीबाट यति रकम असुली भएर यति बचतकर्ता फिर्ता भयो भन्ने कुरा डेटा नै यता प्रस्तुत गरिसकेपछि फेरि पनि यस्तो आशंका उब्जिनु भनेको चाहिँ सहकारीको समस्या साँच्चै समाधान हुन लागेको हो कि भन्ने तथ्यलाई चाहिँ स्वीकार्न नसक्नु हो कि भन्ने खालको चाहिँ मलाई एउटा त्यो फिल भइरहेको छ। किन भन्दा पटक पटक चाहिँ यही कुराहरू मैले दोहोऱ्याउँदैछु। फेरि हजुरले रिटर्नमा दिनुपर्छ भने सभामुख महोदयबाट एउटा रुलिङ होस्, एउटा रिटर्नमै दिनुपर्छ भनेपछि हाम्रो त्यसको विवरण, प्रगति विवरणमा हामी यहाँ मान्य सदस्य उपलब्ध जति हामीले यहाँ मान्य सदस्यज्यूहरूलाई हामी रिटर्नमा दिन पनि तयार छौँ। त्यही भएर यो भ्रमबाट चाहिँ मुक्त भइदिनु न, म हृदयदेखि हजुरहरूलाई अनुरोध गर्न चाहन्छु फेरि पनि। र त्यही गर्नलाई नै यो अध्यादेश जारी यो ल्याइएको हो, यो कानुनी केही गाँठो फुका लिएको हो हैन। त्यो छिटोभन्दा छिटो समाधान गर्नुपर्छ, यो समय सीमा तोक्नुपर्छ, त्यही भएर यो गर्नुपर्छ भन्ने कुरा केही नीतिगत उल्झनहरू छन्, केही लुप होल्सहरू थिए, यसैलाई पल्टार्दै हामी चाहिँ यो छिटोभन्दा छिटो हामी कसरी गर्न सक्छौँ भनेर नै यो अध्यादेश जारी गरिएको, यसरी ल्याइएको भन्ने कुरा मैले पुनः हजुरहरूलाई निवेदन गर्न चाहेँ। त्यतिकरणलाई कसरी मजबुत गर्न सकिन्छ, यसको नियमनको पाटो अझै मजबुत कसरी लिएर जान सकिन्छ, यसमा भएका कमी कमजोरीहरू सहकारीको विषयमा, जस्तो अहिले हामीले समस्याग्रस्त सहकारीको विषयमा मात्र कुरा गरे जस्तो होला, तर हामीले नियमनको पाटोमा जो समस्याग्रस्त उन्मुख छ, जसमा अलरेडी समस्या भइसकेको छ, त्यो सहकारीलाई पनि अब अनुगमन गर्न जरुरी छ भन्ने हिसाबले नै काम गरिरहेका छ। र यसमा मैले थप गर्न चाहे जस्तो ग्रे लिस्टको अघि नै धेरै कुरा आयो, त्यस्तै ग्रे लिस्टमा एउटा सहकारीको क्षेत्रमा पनि एउटा चाहिँ प्रभावकारी सुपरिवेक्षण गर्नुपर्ने भन्ने खालको एउटा चाहिँ हाम्रो प्रावधान छ। त्यसैले गर्दा सहकारीका पनि हामीले सहकारीमा चाहिँ यसको अनुगमनका लागि यो ग्रे लिस्टबाट हामी निस्किनु पर्ने छ भनेपछि सहकारीमा पनि त्यो अनुगमन जरुरी छ। त्यो हामीलाई चाहिँ एउटा कार्यक्षेत्रभित्र त्यो पनि छ हैन। त्यसै गरी भूमिका पनि केही कुराहरू छन्, त्यो पनि सम्बन्धित त्यो विषय आएपछि मैले यसमा प्रश्न पार्दै जानेछु। त्यही भएर त्यसका लागि पनि तत्काल यो चाहिँ आवश्यक थियो। स्वर्णलक्ष्मी होस् अथवा मितेरी सहकारी होस्, यो नेपाल सरकार चाहिँ यसमा यसको समस्या समाधान गर्न तत्पर छ। यसमा चाहिँ के हुन्छ, नीतिगत सुधार के चाहिन्छ हामी गर्छौँ। र त्यसरी गर्न केही मिसयुज त भएको होइन, अब खालको त्यस्ता प्रश्न पनि आए हैन, केही यो चाहिँ पावरमा भएकोले मिसयुज त गरेको होइन, पक्कै पनि होइन। म अलिकति हजुरहरूलाई स्मरण गराउन चाहन्छु, जस्तो एउटा सहकारी विशेष छानबिन समिति गठन भएको थियो। सहकारी विशेष छानबिन समितिले केही कुराहरू त्यसमा आफ्ना सुझावहरू, महत्त्वपूर्ण सुझावहरू दिएको थियो, तर त्यतिखेर तत्कालीन सरकारले भनौँ न त्यो कार्यान्वयन गर्दै गर्दा के नलेखिएका कुरा चाहिँ कार्यान्वयनमा आए
त्यस प्रतिवेदनमा, तर लेखिएका कुरा साँच्चै त्यसमा दिएका सुझावहरू हामीले कार्यान्वयनमा लगेको भए पनि आजको दिनसम्म पनि केही न केही त्यसमा चाहिँ हल आइसक्थ्यो। किनभने आज तपाईँहरूले यो यसमा अध्यादेश मार्फत हामीले केही कुरा सच्याएका छौँ भने केही कुरा त्यही समितिले हामीलाई सुझाव दिएको कारण त्यही समितिमा टेकेर सुझाव प्रतिवेदनमा टेकेर हामीले चाहिँ यसमा भनौँ न नीतिगत सुधारहरू यहाँ चाहिँदो रहेछ भने त्यो समितिको प्रतिवेदनको रिपोर्टलाई पनि हामीले टेकेर चाहिँ यो अध्यादेशमा हामीले फेरबदल त्यो लिएर आएका छौँ। त्यो ऐनमा सुधार चाहिन्छ भनेको त्यही प्रतिवेदन हो, जुन प्रतिवेदन कार्यान्वयन भएको भए आजको दिनसम्म चाहिँ यो समस्या भनौँ न म हल त भन्दिनँ, किनभने ओभरनाइट आएको समस्या पनि होइन र ओभरनाइट सल्भ हुने समस्या पनि होइन, यो हामी सबैजना जानकार छौँ। तर केही भए पनि यसलाई चाहिँ हामी रोकथाम गर्न सकिन्थ्यो, ग्रे लिस्टकै पाटोबाट पनि हामी उम्किन सकिन्थ्यो भन्ने कुराहरू म यहीँबाट फेरि प्रश्न पार्न चाहन्छु। यो सरकारले सहकारी सम्बन्धी समस्या बचतकर्ताको बचत फिर्ता गर्नका लागि जसलाई ल्याउन पर्छ, जे काम गर्नुपर्छ, जे नीतिगत सुधारहरू गर्नुपर्छ त्यो सबै गर्छ। त तपाईँले एउटा पात्रको मात्र नाम लिनुभयो, त्यो मात्रै पात्र होइन, धेरै पात्र यस्ता छन् जसलाई चाहिँ यसमा चाहिँ कार्यान्वयनमा एउटा चाहिँ कारबाहीमाको दायरामा भागे फरार रहेको अवस्था छ। त्यही भएर हजुरहरू के ढुक्क हुनुहोस् भने सहकारीको समस्या यो सरकारको प्राथमिकतामा रहिकन हामीले चाहिँ यसको समाधान गर्छौँ, यो हाम्रो प्रतिबद्धता पनि हो। र यसका यो समाधान गर्ने क्रममा हामीले चाहिँ कसलाई कुन राईलाई ल्याउनुपर्छ त्यो मतलब भने त्यो हामी सबैलाई ल्याउँछौँ र सबैलाई चाहिँ यसको उसमा कारबाही गर्छौँ भन्ने कुरा मैले यहाँहरूलाई निवेदन गर्न चाहेँ।